भानुभक्त रामायण अयोध्याकाण्ड। सीताराम यति बातले वन गया, यहाँ हजुरले पनि गादी चढ्नु अब सुकुम दिनु हब यो राज्य मेरो भनी। यस्तो बिन्ती गरी वशिष्ठ गुरुचुप जस्तै रहेथे तहाँ। उत्तर जल्दी दिया तहाँ भरतले, के गर्छु यो राज यहाँ। कीर्तिमा अपकीर्ति पारी कसरी राज गर्नु मैले यो बसी। दाजुको टलै गरी सगरया लक्ष्मण रया छन् जसी। गया जहाँ सीतापति म पनि जान्छु अब तहाँ। फगद कैकै एक यहीँ बसिरहन् छोड्दछु यहाँ। फलाहारी हुन्छु शिरभरि जटाधारी वनमा। म भोलि जानेछु हिँडिकन विचार यही छ मनमा। प्रभुको गादी हो प्रभुको नफिराएर घरमा। म गादी सुम्पन्छु किन म गरुला राज्य करमा। भरतको यस्तो बात सुनिकन सबै खुस पनि भया। भरत भोलि सबेरै उठिकन सबेरै चली गया। सबै माता व्रता गुरु सहित सब फौज पनि ली। भगत सीतारामका चरण तलमा चित्त पनि दी। भरत गङ्गा पहुँच्या गुयाजिकन शङ्का हुन गयो। ठुलो लस्कर देख्या नबुझिकन तार नै डर भयो। लडौँला खैची भरत कपटी हुन् यति भन्या। भनी मन मन लस्करहरू कन तयार हौ पनि भनी। ठुलो भित्री मतलब गरिकन गया जो बुझ्दछु भनी। तहाँ भेटी राखी नजर देतिर हेर्या कछु पनि। जसै देख्या आँसु गहभरि थरी शोक पनि गरी। कहाँ मिल्छन् सीता पनि म कन भन्दै घरिघरि। घरिघरि तसै शिरपाउमा धरी ती गुयाले ढोक पनि दिया। भरतले अङ्कै माल गरु भनी उठाइ लिकन लिया। भरतजीले सोध्या गुया सीताका पति यहाँ। सुतेको स्थल कुन हो म कन कछु जान्छु अब तहाँ। गया बिस्तार पाई रघुपति सुतेका शयनमा। भरतले खेद मान्या कुशा शयन देखेर मनमा। अहो मेरा खातिर बन बन सीताजी पतिसँगै। कुशा सान्ना सुत्छिन् त कसरी यसरी सुत्थिन् अघि कतै। अहो धिक्कार मेरो जन्म जननी कैकई भई। यिनैले गर्दामा पतिसित सीताजी बन गइन्। कहाँ छन् सीतानाथ कति पर गया भेट्दछु कहाँ। छ केही मालुम त कहूँ म कन जान्छु अब तहाँ। बताया यहाँ छन् भनी ती गुयाले राम कन पनि। गुह्यैका सञ्चारले खुसी पनि भया भेट्दछु भनी। सब विस्तार सुनाई ताही गुयाले गङ्गाजी तारी दिया। ताही देखि भरत चली पुगी गया जहाँ भरद्वाज थिया। एक दिन ताही मुकाम गर्या भरतले सम्मान ऋषिले गर्या। बिल्कुल सैन्य जिम जति थिया भरतका मेजमानले छक पर्या। भोलिपल्ट सबेर लस्कर लिई बिदा ऋषिमा भया। कहिले पुग्छु चित्रकूट गिरीमा भन्दै भरतजी गया। खुस भई लस्कर चित्रकूट गिरीको पहुँच्यो नजिकमा जसै। खोज्या ताई भरतजीले अघि गई डेरा प्रभुको तसै। डेरादेखि भरतजी ताही नजिक गया। पाउका छाप देख्या श्रीरामका पाउका छाप चिनिकन खुसीले माथाले ताई टेक्या।
भन्छन् धन्य रहेछु यही घरीमा यहाँ पाउका छाप देख्या ब्रह्मालाई नमिल्ने छ त पनि जसा सहजै माथले आज टेक्या यस्तो बोल्दै प्रभुको चरण धुली विषे भक्तिले लटपटिँदै कहिले पुग्छु कहाँ छन् भनिकन मनले 10 दिशा दृष्टि दिँदै जान्थ्या ताई भरतले प्रभुजी कन तसै नेत्रले देख्न पाया ख्वामितलाई त पाया भनिकन खुसीले पाउमा पर्णदाया देख्या पाउ पर्याको गभरी वहँदा अश्रुधारा झर्याको सब राज्य तृण बरोबर गरिकन बहुतै आफूमा मन धर्याको यस्तो देखि कृपाले भरत कन तहाँ काखमा राखिलिया जस्तो मनो भरतको बुझी रघुपतिले खुब कृपा दृष्टि दिया नायिका परिपाउमा रघुपति भन्छन् कहाँ छन् पिता मैले लौकिन आज देख्दिन यहाँ के गर्दछन् ती कता भन्दै खोजी गर्या पिता कन तहाँ श्रीरामजीले जसै सब विस्तार गुहाले पाई रघुनाथ सब विस्तार गुरुदेखि पाई रघुनाथ शोक गर्न लाग्या तसै गङ्गा स्नान गरी तिलाञ्जली दिया फेर पिण्डै दानै पनि फलफुले रघुनाथले तै दिया पाउन् पिताले भनी त्यस दिनमा उपवास गर्या जब बित्यो रात फेरि गङ्गा गया गङ्गा स्नान गरी फिरेर बडीमा आएर बस्दा भया वहाँ सीतारामका चरण तलमा शिर पनि धरी अयोध्यालै जान्छु भनिकन ठुलो मन शुभ गरी भरत बिन्ती गर्छन् किन रघुपते आज वनमा हजुरले आएको मकन अति ताप हुन्छ मनमा हामी त हजुरको मतदास पो हुँ यो राज्य गर्न कन योग्यको हुँ यो गादी त यही हजुरको हो मैले त सेवा गरिबस्नुको हो छोरा हुनन् याज्ञ बहुत गरिनन् सम्पूर्ण लोक पनि त परिनन् तपोती छोरा कन राज्य छाडी जानु असल हो त छँदैछ झाडी बेला त यो होइन जान वनमा मेरा त यही निश्चय हुन्छ मनमा लौजाऊ घर फर्की सब आइजाओस् मेरी माता सितरिस नहोस् यस्तै प्रकारले अति बिन्ती गर्दै आँखाभरि आँसु बहुत थाल्दै रोया भरतले जब पाउमा गई बोल्या प्रभुले पनि खुसी मन भई हे भाइ गर्छौ किन आज जिद्दी फिर्नु असल होइन काम नसिद्धि जान्छु म वनमा तिमी फर्किजाऊ सब राज्यको काम तिमीले चलाऊ रामले बनाइ गई मनी बेस धर्नु यहीँ भरतले बसी राज्य गर्नु धन्य पिताको जब सुन्न पाया आज्ञामा मानि वन जान आया यी बात भरतले जब सुन्न पाया फेरि चरणमा परि बिन्ती लाया हे नाथ पिता हुन् मतिहीन भएका श्रीका त साह्रै बसमा पर्याका उनले भन्या थ्या पनि राज्य छाडी जानु असल होइन आज झाडी हामी त सदा बिन्तीमा फर्किजाउँ फर्कन्न भन्या मत जवाफ नपाऊँ यस्तो भरतले जब जिद्दी लिया उत्तर प्रभुले पनि फेरि दिया फर्कन्न भैया तिमी फर्किजाऊ पिताजीलाई पनि दोष नलाऊ खुब सत्यवादी त पिताजी थिया साँच्चै हुनाले वरदान दिया सो पूर्ण गर्न कन जान्छु वनमा साँचो कुरा हो बुझिले मनमा उत्तर प्रभुको सुनि कष्ट पाया फेरि चरणमा परि बिन्ती लाया फिर्नु हवस् हामी त बिन्ती गर्छु यस दण्ड कार्य विषयमा जान्छु यस्तो वचन सुनि भरतजीलाई फेरि हुकुम तिमी फर्क भाइ यो राज्य साट्य पनि हुन्छ झुटो हे भाइ गर्छौ किन आज झुटो
हुकुममा सुनि यति भरत पनि रामका चरणमा परि बिन्ती गर्छन् म त छु रघुपते छु शरणमा। हजुर बाहेक एकछिन रहन पनि ताप हुन्छ मनमा नफर्क्या ख्वामितका पछि पछि म त जान्छु वनमा। न ता फर्की जाने न त म कन लानेसँग पनि भन्या मर्छु ख्वामित अब अरू कुरा केही नभनी। भनी आसन बाँधी जब मरणमा निश्चय धर्या खुसी भई श्रीरामले पनि अति दयालु मन गर्या। दिया सूचन रामले गुरुकन बुझाऊ तिमी भनी गुरुले एकान्तै लगिकन भरतजी कन पनि बुझाया बात खोलिकन सुनाई जो हुन् रघुपति जगन्नाथ साक्षात् हुन् त्रिभुवन भरिका अधिपति। अघि ब्रह्माजीले सकल भूमिको भार हर भनी स्तुति गर्दा खुस भई सुन महरुला भारत अब भनी। भन्याका हुनाले उही वचन पालन गरौँ भनी प्रभु जान्छन् वनमा पछि त सुन फिर्छन् घर पनि। प्रभुकै इच्छा हो न त यी कसरी कै पनि भनै जाउन् भन्थिन् प्रभु कन यहाँ केही नगनी। कुरा यस्तो जानी नगर तिमी यो आग्रह यहाँ भूमिको भार टारिकन पछि त जान्छन् प्रभु कहाँ। रावण मारी उतारी भारी भूमिको फिर्छन् जगन्नाथ भनी यस्ता हुन् रघुनाथ भनेर गुरुले खोलेर गुह्यै पनि। सविस्तार गरी दिया र गुरुको बाणी सुनि खुस भया फर्कन्नन् रघुनाथ भनी मन बुझी रामका नजिकमा गया। हे नाथ तत्त्व सुन्या म फिर्छु अब त जान्छु अयोध्या महा पूजा गर्न दिनुस् हजुरको एक जोडी खराउ यहाँ। यस्तो बिन्ती गरी प्रणाम पनि गरी घुम्दै प्रदक्षिण गर्या रामले आफ्नो खराउदी उही बखत सब ताप भरतको हर्या। फेरि बिन्ती गर्या तहाँ भरतले लो फिर्छु फिर्न त 14 वर्ष समाप्ति पारी नफिर्या मर्न्या छु साँच्चै म त। यो बिन्ती सुनि हुन्छ लौ भनी हुकुम रामको भया थियो जसै लागिन् कै भन्न फेरि यी कुरा रामका चरणमा परी।